ल सबैजनालाई स्वागत छ मेरो नयाँ भ्लगमा हैन फेरि पनि आइसि म चाहिँ अर्को भ्लग लिएर गत मैले भ्लग छप्रै स्टार्ट गरेछु हुनुहुन्छ मम्मीहरु नेता हुनुहुन्छ टाउन पनि नेता हुनुहुन्छ मौसम चाहिँ अहिले पुरै कुइरो लाएर केही नदिने पुरै छ हैन सब पुरै गुम्मस सेतै कुइरो लाएर यसै त मर्निङ भ्यू आज अहिले चाँडै उठ्यो हिजो बत्ती गएर चाँडै सुत्या थियो आज 7 बजे उठ्यो यस्तै छ त अब चाहिँ मम्मीलाई तल हसी झिक्नु पर्ने भयो या तललाई त्यहाँ पूजा ठाउँबाट मम्मीले झिक्नु हुँदैन अरे चट्ट हसी झिकेर आउँछु अनि के हुन्छ आज चिठा पनि छ दिउँसो तल चिठा पनि हुन्छ त्यो देखाउँछु म चिठा खाएर है त अब त्यहाँ के हुन्छ म देखाउँदै गर्छु है साथी रामा चाहिँ अब हस्पिटलमा चेकअप गर्न जानुभयो त्यहाँ प्रमिसर बाइक हाल्दा रहेछ त्यस्तो है त मर्निङ भ्यू त अहिलेको अवस्था डेन्जर हुन्छ चट्टमा चाहिँ खाँदा खाँदैछु होइन त्यो चाहिँ बेलुका भात थियो त्यसलाई फ्राई गरेको चट्टेलाई चाहिँ खसीको मासु हल्का रोस्ट गरेर तताएर प्यानमा सेकाएर अब चाहिँ खाँदैछु होइन अब चट्टा खाँदा चाहिँ खाएर पर्छ तल घर जानुपर्छ त्यहाँ अहिले मम्मीले धर्नु सक्दैन यस्तो छ है त अब चाहिँ खाएर भेट्छु है त म चाहिँ अब तल घर जाँदा हेरिसकेँ होइन मम्मीहरू चाहिँ मम्मी चाहिँ गइसक्नु तल अब मनी जानु पर्यो त्यो भर्खर सोधिदिनु पर्छ सघाउनु पर्यो होइन साथीले एउटा अमला पनि दिएको थियो प्रमिस साथीले अहिले बाटो भेटेको थिएँ त्योबाट अमला होइन अब अमला सोधा खाँदै पछि त घर जाने टेन्सन हुन्छ होइन चट्ट यस्तो छ अहिले मर्निङ भ्यू म चट्ट भर्खर सर सोरी गऱ्यो होइन चट्टा काम हुँदा सकाइगऱ्यो अब चाहिँ पछि चाहिँ आँगनमा चट्टा आराम गरेर होइन यस्तो है त टेन्सन हुन्छ यहाँ चाहिँ होइन यस्तो छ यतापट्टि बाख्रा छ टन्नै छन् होइन उता सेवा काट्नु जानु भएको सेवा काटेर मम्मीसित आउनुहुन्छ माथि गएर खानासाना खाइन्छ होइन अहिले खाना त खाएँ मैले खानु त मनै छैन उनीहरूले खानासाना खाएर चट्ट चिठा छ तल चिठा कार्यक्रम छ त्यो चिठाको पनि के हुन्छ कति कति पर्छ होइन मेरो र बहिनीको नाममा चिठा काट्नु भएको बुवाले चट्ट अब त्यहाँ पर्छ कि पर्दैन होइन बम्पर उपर चाहिँ फ्रिज के छ क्या अरे टोटल कति 1,25,000 कति उठाएको हुन्छ क्या अरे अब कति फाइदा राखेर के सामान राखिन्छन् पनि 20-25वटा सामान छ अरे त्यो के पर्छ अब त्यो हेरौँ है त अब त्यहाँ गएर साथीहरू अब चाहिँ चट्ट माथितिर गएर भेट्छ अब हामी चाहिँ माथितिर हिँड्यौँ त्यहाँ मम्मी म बुवा चाहिँ अघि हिँड्नु भएको त्यहाँ यहाँ दुधको क्यान बोकेर हिँडिछु यहाँ दुध ल्याइदिनु भएको छ तल घर देवाज अङ्कलको घर देवदाईको घरबाट पठाइदिनु भएको रहेछ देवदाईको आमाले यस्तो छ है त अब चाहिँ माथि जाँदैछौँ माथि गएर खानासाना खाएर गरेर अब के हुन्छ म दिनचर्या देखाउँदै गर्नेछु म चाहिँ माथि आइसकेँ अब चाहिँ होइन माथि घर आएर चाहिँ अब चाहिँ खानासाना खानु पर्यो उता खानासाना पस्किँदै हुनुहुन्छ आमाहरूले भित्र होइन अब चाहिँ यस्तै छ अब चाहिँ माथि आइयो मस्त घाम चलिरहेको छ यस्तो भ्यू पनि यस्तो छ होइन अहिलेको भ्यू त्यस्तो राम्रै छ भ्यू चाहिँ दामी छ चट्ट होइन यस्तो अब चाहिँ चट्ट खानासाना खानुपर्छ खानासाना खाएर गरेर त्यो छिटो छिटो पनि छगेर आएर तल गएर पनि हेर्नुपर्छ यस्तै छ है त अब चाहिँ यहाँ तल के को हल्ला गर्दै खाने यहाँ पुरा यहाँ तास खेल्दै थिएँ आर्यन दिदीहरू है त्यस्तै त अब चाहिँ यस्तो छ अब चाहिँ के छ हुँदै गर्छ देखाउँदै गर्छ आज फ्रिज पर्छ भनेर मक्का पर्न लैजाहरू है त्यति एउटा फ्रिज हुन्छ भनेर यस्तो है साथीहरू अब चाहिँ ल अब के हुन्छ म देखाउँदै गर्छु है अलि एउटा फ्रिज ल्याएर देखाउँछ नि हाम्रो मम्मीले ल त्यस्तै छ है त ल सर अब चाहिँ यहाँ खाने बेला देखिन्छ चट्ट यहाँ खसीको मासु अचार भात यता बुवा यहाँ मम्मी यहाँ पस्किँदै हुन्छ यता बा खाँदै हुन्छ यता आमा यहाँ के हुन्छ च्याङ्राको मासु खाइदिने उता खसीको मासु भात खाँदै हुन्छ मलाई खाएँ हेरेर जात्रा खाएँ यहाँ यसै छ है साथीहरू ल खाना खान्छ अब त्यसो भेटौँ है हामी यहाँ तल जाँदैछौँ 12 बजे अब यहाँ तल यहाँ चिठा कार्यक्रम हुँदैछ त्यहाँ जाँदैछौँ एकछिनलाई हेरेर होइन अब चाहिँ त्यहाँ तल गएर देखाउँदै त म कस्तो कस्तो छ के छ भनेर त्यहाँ बुवा चाहिँ अगाडि हिँड्दै हुन्छ जाँदै हुनुहुन्छ अब चाहिँ चट्ट त्यहाँ गएर होइन अब कस्तो कस्तो हुन्छ के हुन्छ म त्यो देखाउँदै गर्छु है साथीहरू अहिले चाहिँ हामी जाँदैछौँ चिठा कार्यक्रम हुन्छ होइन यताबाट त्यसै छ है त अब चाहिँ त्यतै गएर हामी के हुन्छ देखाउँदै गर्छौँ त्यसरी अब हामी चाहिँ तल हिँड्छौँ होइन चट्ट चिठा ठाउँमा टेन्सन हुन्छ तिनवटा यहाँ लुर हिँड्दैछन् अघिदेखि मलाई अल्झाएर भिड्नु लगाएर यस्तो छ है त अब चाहिँ तल जाँदैछौँ चिठा गर्ने ठाउँमा त्यहाँ चाहिँ के हुन्छ देखाउँदै गर्छ होइन चट्ट टेन्सन हुन्छ बाटो चाहिँ यस्तो छ हाँसेर उदाउनु छैन अरे यहाँ यस्तो है साथीहरू यहाँ चाहिँ चट्ट अब चाहिँ तल गएर अब त्यो चिठामा के हुन्छ कस्तो हुन्छ त्यहाँ देखाउँदै गर्छ है त अहिलेलाई चाहिँ अब जाँदैछौँ बाटोमा चट्ट होइन ल यस्तै छ म चाहिँ यहाँ तल आइसकेको छु होइन चट्ट चिठा खाने ठाउँ टेन्सन हुन्छ होइन यहाँ पछाडि चाहिँ चिठा कार्यक्रम हुँदैछ चट्ट यस्तो छ होइन अहिले चिठा कार्यक्रम हुँदैछ होइन अवश्य म तलै गएर देखाउँछु के हुँदैछ अहिले चाहिँ माथिबाट हेर्दैछु मैले होइन त अवश्य त्यतैतिर गएर देखाउँछु म कस्तो छ चिठा कार्यक्रम के हुँदैछ होइन यहाँ चाहिँ माहौल होइन चट्ट चिठा कार्यक्रमको त्यस्तो है त्यहाँ 100जना बसेर खाने टन्ने मान्छेहरू त्यस्तै छ दाजु अहिले चाहिँ धेरैजना मान्छेहरू हुन्छ होइन 100जना सट्टै हुन्छ अब चाहिँ यस्तै छ नि दाजु अब त्यहाँ गएर बुवा पनि यतैतिर हुनुहुन्छ होला त्यसै त्यहाँको भ्यू अहिले चाहिँ यस्तै छ दाजुहरू चाहिँ अहिले चाहिँ होइन कहीँ गर्दै हुन्छ म कस्तो हुन्छ हामीसँग जम्मा 4वटा बाल्टी रहेको छ बाल्टी पनि अन्तत पुरस्कारै हो फेरि है यहाँले बुझ्नु भएको होला 2वटा बाल्टी अन्तिममा पुरस्कार पनि हुनेछ है र पहिलो नम्बरको बाल्टीमा रहनेछ हाम्रो
अहिले सबैभन्दा पहिला सुरुवात गर्नु भइसकेको छ। पहिलो अङ्क रहेको छ 1। पहिलो अङ्क रहेको छ 1। अब बुझ्नुभयो होला नि 100 को लाइनबाट मात्र आउनेछ अब है। 1 पहिलो अङ्क रहेको छ 1। दोस्रो बाल्टीबाट निकालिसक्नुभयो 9। 1 9 दोस्रो बाल्टीबाट 9। अब तेस्रो बाल्टीबाट 190 हेर्नुहोस् त ल निरञ्जन चौरसिया 12 यहाँले आफ्नो अर्धकट्टी पनि ल्याउनु भएको छ होला। यहाँ आइदिनु होला हुन्छ भने नभए कसलाई तपाईँले पठाउनु हुनेछ। मलाई नासम्म लाग्छ राममणि हाम्रो सापकोटा भाइले कटाएको लिस्टबाट आएको छ जस्तो लाग्छ र 190 को अङ्कको लागि चिठा निकाल्नको लागि राममणि सापकोटा भाइ अगाडि बढ्दै हुनुहुन्छ। ल ओके ल राममणि सापकोटा भाइ उपहारको बाल्टीमा हात हाल्दै हुनुहुन्छ। अब के प्राइज निकाल्नु हुनेछ हेरौँ है हामी। चित्त निस्किँदैछ हेर्नु है। आइसकेको छ है आइसकेको छ। र तेस्रोबाट रहेको छ 210 रहनु भएको छ। प्रकृति भिताललाई परेको छ। कसले काट्नु भएको हो? प्रकृति भिताल ल 40 थाल परेछ है। ल बधाई छ धेरै धेरै नानीलाई धेरै धेरै यस परेको छ है। ल दोस्रो अङ्क रहेको छ 089 कल्सेको साइला गौतम हुँदो रहेछ। कसले काट्नु भएको के पर्दैछ हेर है। होइन रहेछ हाम्रो दोस्रो उपहार थियो। हेर्नु है यो फ्रिज परेछ। यो सबैभन्दा दोस्रो हाम्रो मूल्य बढी परेको दोस्रो फ्रिज वर्षा खरेललाई यो उपहार हस्तान्तरण गरिदिनु हुनेछ। अब सरोज भाइले यो उपहार जिम्मा लिनुहुनेछ। सम्बन्धित मान्छे भए अहिले अबिर जात्रा हुन्थ्यो। अब उहाँले कटाएको भएको हुनाले उहाँलाई अबिर चाहिँ नभएको ठिकै छ। अनि चिठो निकाल्न सायद दाइ आफै आउँदै हुनुहुन्छ उपहार निकाल्नको लागि। के उपहार निकाल्नुहुन्छ दाइले हेरौँ है त। दाइ आउँदै हुनुहुन्छ ल है। अब उपहारको बाल्टीमा दाइको हात जाँदैछ। के निकाल्नुहुन्छ हेरौँ है। एउटा पाल देख्नु होला दाइले। भात पकाएर मासुसँग मजाले खानु हुनुभएको छ। जाँदै हुनुहुन्छ। प्रेसर कुकर परेको छ है। प्रेसर कुकरको नम्बर रहेको छ 13 नम्बरको हाम्रो पुरस्कार प्रेसर कुकर। ल बल निकाल्नु आइसकेको छ। ल मोमो बनाउने मेकर भाडा मोमोको भाडा परेको छ।
इलेक्ट्रिक कौन होला त्यो बाल्टी 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 आयो फेरि क्या हो टिभी टिभी पर्यो साथी बम्परमा 25,000 गयो पहिलो पुरस्कार हिँड्यो पहिलो त सोचेछ तिनले हामी चाहिँ हिँड्यो चिठामा चाहिँ केही परेन फुक्काराम यहाँ कमेनपालको बरु हाम्रो नरेश सर म्यानेजर चाहिँ यहीँ यो करुवा पऱ्यो के भन्छ जग पऱ्यो हामी चाहिँ यतिकै पानी सानीमा चलाएर हिँड्ने साथीहरू अब चाहिँ त्यो घर जाँदा टेन्सन हुन्छ होइन पानी सानी पर्न लागेछ अब चाहिँ घरतिर गएर भेटौँ होइन चिठामा त केही परेन फुक्काराम भइहाल्यो त्यस्तै छ अब चाहिँ हामी चाहिँ यहाँ चट्टा चिठा एउटा कार्यक्रम सकियो यहाँ आइसक्यौँ होइन माथि चट्टै ग्याङ टेन्सन हुन्छ यस्तो छ अब चाहिँ यहाँ घुम्दैछ नि साथीहरू यहाँ छ एउटा कलाकार तिम्रो ग्याङ हो त्यो भाउ लेसी है त अब चाहिँ के हुन्छ देखाउँदै गर्छौँ होइन हजुर अब चाहिँ यहाँ खाना खाने बेला हाम्रो छिटो साग भात अचार छ अन्त मम्मी नि खाँदै हुनुहुन्छ बानी खाँदै हुनुहुन्छ यसलाई आमा नि खाँदै खान् यसै अब चट्ट खानासाना खाएर भेटिन्छ त हजुर म चट्ट माथि खानासाना खाएर रुममा आइसकेँ होइन अब सबैजनाले खानासाना खाइसक्नु भयो मम्मीहरू चाहिँ माथि उता भाँडा मोल्दै हुन्छ अब आजको चाहिँ यति नै गरौँ होला होइन आज दिनभरि चाहिँ रमाइलो भयो चट्ट चिरा कार्यक्रममा गयो अब भोलि बिहान त टिका छ होइन अब सबैलाई ह्याप्पी दसैँ पनि आजलाई चाहिँ यति नै गरौँ है धेरै धन्यवाद थ्याङ्क्स फर वाचिङ बाई बाई